आत्माले भन्छ न त पुरुष न त महिला। आत्मा भनेको यस्तो चिज हो कि एउटा शरीरमा यो खोस्टाले मात्रै खोस्टा यो कपडा भनेको हाम्रो खोस्टा हो हैन। यस्तो कपडाहरू हाम्रो खोस्टा हो शरीर छोप्न लागि। खास आत्मा भन्ने हो भने त अब कसरी चिनिन्छ आत्मा। अब मलाई पनि एउटा यो कपडा लगाएको देखेर महिला जस्तो देख्नुहुन्छ। खास मेरो आत्मामा म महिला हो कि म पुरुष हो कि म होचो छु कि म अग्लो छु कि म कालो छु कि म गोरो छु कि आत्माले पनि छुट्याउँदैन। बाँकी नराम्रो दृष्टिकोण देख्ने त हाम्रो यो आँखा नै हो। नराम्रो सोच्ने मन, नराम्रो देख्ने आँखा। अनि यसैलाई केन्द्रित गर्नको लागि हामीले भक्ति गर्ने खानपानको रहनले गर्दा धेरै मान्छेहरू बिग्रिने कारण, नराम्रो सोच आउनु कारण त्यो हो कि खानपानको रहनले मांस, लसुन, प्याज, जाँड, रक्सी, सुर्ती, बेडी, मदिरा, जुवातास धेरै प्रभाव हुन्छ। यसैले गर्दा मान्छे बिग्रने, नराम्रो सोच आउने र घरमा बच्चाहरूलाई, आफ्नो फ्यामिली परिवारलाई, आफ्नो गार्जेन सदस्यहरूले अलि राम्रो संस्कार दिनुहोस्। गार्जेन सदस्य कसैमा संस्कारको कमी कमजोरी छ भने एकजना घरको सदस्य उहाँले संस्कार दिनुहोस् आफ्नो घर फ्यामिलीमा। यो धेरै बिग्रिया हो। यो सुन्दा पनि यसो फेसबुक सञ्जालहरू खोलेर हेऱ्यो भने पनि कस्तो अचम्मै लाग्छ कि दङ्ग पर्ने। कस्तो नराम्रो नराम्रो घटनाहरू भइरहेछ। मानवमा भिन्नता के छ? भगवान्ले त छुट्याउनु भएको छैन नि। अब यत्रो भागवत पढ्नुभएको छ, वेदशास्त्र पढ्नुभएको छ, उहाँको नै सोच राम्रो छैन। तपाईहरूको नै सोच राम्रो छैन। तपाईहरूले नै धनी गरिब, कालो गोरो, होचो अग्लो त्यो साधु सन्तहरू जस्तै वेदशास्त्र पढेर कारणले पनि यो छुट्याउन सक्नु, त्यो शब्द निकाल्नु भयो भने त्यो कुनै अर्थ छैन। त्यो तपाईहरूको भक्ति पनि भएन, त्यो कुनै अर्थ पनि छैन। वेदशास्त्रमा त के लेखेको छ? सब एक समान भनेर लेखेको छ। भगवान्ले त छुट्याउनु भएको